लागु औषधमा फसिसकेका छन्। त्यो भनेको अस्ति भर्खरै मैले डाटा हेर्दाखेरि सिराहा र धौन्सा जिल्लाका युवाहरू बढी तपाईँको यो लागु औषधमा फसेका छन्। हाम्रो मन्त्रालयले त्यस्ता युवाहरूको लागि पनि कार्यक्रमहरू राखेका छन्। त्यसै गरी हाम्रा मन्त्रालयले पनि के गरेको छ भन्दाखेरि युवाहरूलाई आज यो संसदीय अभ्यास जस्ता नेतृत्व विकास मात्र नगराइकन सिप विकासका तालिमहरू पनि आयोजना र सञ्चालन गर्दै आएको छ सिप विकास तालिम केन्द्रबाट। सो हाम्रो त्यो कार्यक्रममा पनि हाम्रो 16 देखि 40 वर्षकै उमेर समूहका युवा साथीहरूले त्यहाँ पनि तालिमहरू लिइरहेको छन्। अहिले पनि सञ्चालन भएका छ कम्प्युटर तालिम, ब्युटी पार्लरका कार्यक्रमहरू होइन, त्यस्ता तालिमहरू हाम्रो मन्त्रालयले सञ्चालन गर्दै आएका छन्। हामीले पनि चिठी यहाँनिर काट्दै गर्दा म त्यति बेला नै पालिकालाई के परिवर्तनता जनाउन भनेको थिएँ भन्दाखेरि स्थानीय स्तरमा युवा सञ्जाल अनिवार्य गठन हुनुपर्ने हो। यदि छैन भने आफ्नो लगानीबाट युवा सञ्जाल गठन गर्नुपर्ने हुन्छ। यही विधेयक नगरपालिकाले पनि हामीलाई के परिवर्तनता जनायो भन्दाखेरि हामीले आफ्नो लगानीबाट युवा सञ्जाल गठन गर्छौँ भनेर र मलाई विश्वास छ त्यो सञ्जाल गठन गराउन पनि वडा अध्यक्षहरूको ठुलै भूमिका हुन्छ। र मलाई जानकारी अनुसार म यहाँको जब तपाईँको नीति तथा कार्यक्रम बन्दै गर्दा मसँग पनि सुझाव मागेको थियो। मैले यहाँनिर पनि युवा परिषद गठन तथा परिचालन र युवा सम्बन्धी नीति निर्माणका कुराहरूमा नगरसभाको यो नीति तथा कार्यक्रम पनि आएको छ र मलाई जानकारी अनुसार यहाँ चाँडै नगर युवा परिषद पनि गठन हुँदैछ यो सलामतजीको नेतृत्वमा। त्यो कुरा पनि हामीलाई थाहा छ। मेरो जानकारी अनुसार यति भन्दै अब यो आफ्ना यो 3 दिन कार्यक्रमको समापन गरिदिनु हुनका लागि र केही मन्तव्य सहित युवाहरूलाई प्रेरणादायी शब्दहरूसँग जोडेर आज मध्य प्रदेशका युवाहरू विधेयक नगरपालिकाका युवाहरूलाई नेतृत्वमा हामी कसरी ल्याउन सक्छौँ त हाम्रो मन्त्रालयको तर्फबाट त्यो सहित भनिदिनु हुनका लागि हाम्रा खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव श्री चुडामणि फ्याल सरज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र म पनि यहाँबाट उद्घाटन सत्रको बाट म पनि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।